वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। आन्दोलन पछाडि जसरी चाहिँ नि यो सत्ता पलट भएको छ त्यसले सिस्टम चेन्ज होला, इथिकल बिजनेस गर्नेहरूले राम्रो वातावरण पाउलान् र फेरि ग्रो गर्न सकेला, फेरि चाहिँ नि अगाडि बढ्न सकिएला भनेर एक हिसाबले हाम्रो लगानीकर्ताहरू निजी क्षेत्र अलिकति आशावादी भएको अवस्था छ। तर त्यो सँगसँगै आन्दोलनका क्रममा अवांछित गतिविधि जसरी भए एकदमै ठुलो चाहिँ हजुरको यो भौतिक क्षति सरकारी निजी र निजी क्षेत्रमा पनि छानी ठुला बिजनेसेसहरू, बिजनेस हाउसहरू, व्यवसायहरू र ठुला व्यवसायीहरूका निजी सम्पत्ति घर जग्गा व्यवसायमा चाहिँ जुन क्षति भयो त्यसले गर्दाखेरि लगानीकर्ताहरू फेरि पनि डराएको अवस्था छ।